आज म 20 किलोमिटर हिँडेर मेरो घर पुग्नेवाला थिएँ, तर बाटोमा यति धेरै पहिरो र खोलानाला छन् भनेर मैले कल्पना पनि गरेको थिएन। 4 घण्टाको यो यात्रामा कतै पहिरोले बाटो छेकेको थियो त कतै भेलले बाटो बगाइरहेको थियो र कतिपय ठाउँमा त अगाडि बढ्ने कि फर्कने भन्ने अवस्थामा पुगेका थियौँ। के म यी सबै खतरनाक पार गरेर सुरक्षित घर पुगे त? अब यात्रा सुरु हुन्छ यस्तो ठाउँबाट। पहाडी साधन, त्यो साइडबाट चाहिँ पानी आउँदैछ हैन। ओहो हो 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 ल यहाँ सादा यस्तो गरेर हिँड्दैछ, यहाँ अगाडिबाट पानी लागिरहेछ। ओहो पानी यस्तो लागिरहेछ कि पुरा हावा पानी माइक ल ओहो यस्तो हावा माइ गड। ल हेर्नुहोस् त यस्तो पानी, यो सब पानी हो। तपाईँ देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले गइरहेको थियौँ घरतिर होइन, एकदम पानी परेर यस्तो हावा हुरी होइन, जताततैबाट पुरा यस्तो बतास चलिरहेको के। आज चाहिँ हामी 3 घन्टा पानीमा हिँड्दैछौँ है, 3 घन्टा एकदम पहाडको बाटोमा हिँड्दैछौँ। 3 घन्टा भन्दा पनि बढी, 3 घन्टा लाग्छ यो सुक्खा दिनमा होइन। पानी नलागेको दिन लगभग 3-4 घन्टा लाग्ने बाटोमा हिँड्दैछौँ र पानी लागेको दिन आज कति घन्टामा पुगिन्छ त घर होइन। कति घन्टामा चाहिँ हामी त्यो गन्तव्यमा पुग्छौँ म तपाईँहरूलाई देखाउने छु। र एकदम हावाहुरी यस्तो छ कि भन्दै नहुने, उतापट्टि पानी लागिरहेको छ। तपाईँहरूलाई देखाउने छु बाटोमा के कठिनाइहरू हुन्छन्, म तपाईँहरूलाई देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अहिले चाहिँ हामी चाहिँ एउटा होटलमा रोकेका छौँ होइन। पानीले हेर्नु न, पानी एकदम धेरै लागिरहेको छ क्या, मान्छेलाई उडाउने समेतको जस्तो पानी पनि लागिरहेको छ। त्यही हो अब चाहिँ हामी यो होटलबाट चाहिँ निस्किसकेका छौँ होइन, किनभने पानी धेरै लागिरहेको छ। तर पनि हाम्रो च्यालेन्ज चाहिँ कम्प्लिट होला भनेर चाहिँ हामी चाहिँ गइराखेका छौँ। अरू 2-4 जना चाहिँ यही बस्छन्, हामी चाहिँ हिँडिराखेका छौँ होइन, किनभने हाम्रो च्यालेन्ज हामीले पुरा गर्नुपर्ने छ, पानीसँग हिँड्नुपर्ने छ। त्यही भएर चाहिँ हामी गइराखेका छौँ। यो खोला हेर्नुहोस् है, यो पुरै बगाएको थियो हिजो, तर अहिले चाहिँ त्यति पानी लागेन जति लाग्नुपर्ने थियो। तर अहिले चाहिँ खोला आएको छैन, किनभने अहिले भर्खरै पानी लागेको कारणले चाहिँ अब यसलाई कसरी तर्ने हो। जाउँ जाउँ जाउँ। हाम्रो एकजना चाहिँ दाइ गइराखेका छैन होइन, अब कतिको छ ल उहाँ चाहिँ तरिसक्नु भएको छ, तर खोला बढिरहेको छ माथिबाट होइन। तर म पनि जाँदैछु है, अब कस्तो हुन्छ म पारिपट्टि पुगेर हजुरहरूलाई भन्छु। र अहिले चाहिँ हामी वारिपट्टि आइसकेका छौँ। यो खोला चाहिँ बढ्दै 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 गइराखेको छ, तर हामीले चाहिँ हतार गर्नु हुँदैन, किनभने अगाडि पनि धेरै खोलाहरू छन्। अहिले चाहिँ हामी यो गाउँको लोकल पुलमा गइराखेका छौँ। पुलको हालत पनि तपाईँहरू देख्न सक्नुहुन्छ, पुल पनि कति हल्लिरहेको छ तपाईँहरू देख्न सक्नुहुन्छ। हामी चाहिँ पुलको सहायताले अगाडि बढिरहेको छौँ र तपाईँहरू अगाडि देख्न सक्नुहुन्छ उता एकदमै पहिरो गइराखेको छ। ओ माइ गड, यो साइडमा गइराखेको छ भर्खरै पहिरो, यो साइडमा। यसमा चाहिँ अहिले भर्खरै बगिरहेको छ है, मन्दिर पनि रहेछ। पानीहरू देख्न सक्नुहुन्छ, यो कहाँबाट आइराखेको छ पानी, केही पत्तो पत्तो छैन पानीको पनि। अहिले चाहिँ हामी खोलाको किनारमा पुगिसकेका छौँ। तपाईँहरू यहाँ साइडबाट देख्न सक्नुहुन्छ खोला यस्तो माइ गड, पुरा यो पहाडलाई चिसोल्दै आएको पानी हो होइन। हामी खोलामा तर्यो, खोला तर्यो, लग्यो खोलाले भने। पानी पनि परिरहेको छ, तर पनि हामी तपाईँहरूलाई देखाउँदैछौँ। यो मेरो पछाडिको खोला हेर्नुहोस् तपाईँहरू कस्तो, हामी खोलाको किनारमै छौँ होइन। यदि यस्तै पानी थोरै अरू लाग्ने हो भने चाहिँ हामीलाई भगाउन सक्छ। यहाँ बाटोमा पनि पानी आइराखेको अवस्था छ। ल हामी चाहिँ एकजना जान्छौँ पहिला है। खोलामा त्यतै भएर लग्यो चप्पल, लग्यो खोलाले, लग्यो चप्पल लग्यो। अहिले चाहिँ हामी तलबाट उकालोतर्फ लागिरहेको छौँ। यो चाहिँ हाम्रो नदी, हामी तरेर आएको चाहिँ नदी हो भने अहिले चाहिँ हामी माथि चढिरहेको छौँ। यस्तो अवस्थामा छु, माथि चढिरहेको छु। त्यो ठाउँबाट आएको होइन, त्यो ठाउँमा पुग्ने बेला चाहिँ पानी परिरहेको थियो धमधम। अहिले चाहिँ पानी उतापट्टि गइसकेको छ। यो साइडपट्टि चाहिँ अहिले थोरै थोरै लागिरहेको छ पानी चाहिँ। तर हामी चाहिँ यो चाहिँ सडक हो, यो नदीबाट चाहिँ
यो खोलाबाट चाहिँ यहाँ माथि चढ्दैछ। अझै धेरै चढ्नु छ, धेरै माथि जानु छ हामीले। र यो ठाउँमा चाहिँ अहिले मौसम यस्तो छ, जुकाहरू अहिले चाहिँ जुकाहरू धेरै लागिरहेको अवस्था छ। यहाँ एउटा सानो जुकाहरू पनि देख्न सकिन्छ। ओहो यत्रो जुका, यसले टोक्दैछ मलाई। अहिले चाहिँ हामी रोडमा पुगिसकेका छौँ माथि। रोडको हालत पनि यस्तो छ। यहाँ एउटा भैँसी हो कि के रहेछ एउटा। यो चाहिँ रोडमा बगिरहेको पानी हो। यो रोडमा चाहिँ एकदम बगिरहेको छ पानी। ए ल ल ल ल जा पो। पानीको धारा पनि अचम्मको छ। यो चाहिँ पुरानो जमानाको धान कुट्ने ओखल भन्छन् यसलाई होइन। पछि ढिक्की सिक्की आएर यसले त मिल चक्की सक्की के पो आयो होइन। तर पहिले चाहिँ यसमै धानहरू कुट्ने होइन, धान गहुँ के हुन्छ सबै यसैमा कुट्थ्यो क्या। उखुहरूको बारीमा चाहिँ हामी चाहिँ बिच बाटो छ बिचमा। यहाँ पछाडिपट्टि तपाईँहरू देख्न सक्नुहुन्छ अगाडिपट्टि। नास्ताको रूपमा चाहिँ अहिले चाहिँ हामी चाउचाउमा पानी हालेर खाँदैछौँ यत्रो उकालोमा। यहाँपट्टि यत्रो पहिरोमा पनि यस्तो, अरे ओ माई गॉड। अहिले चाहिँ म एउटा धेरै ठुलो पहिरोमा पुगेको छु। यो पहिरो चाहिँ एकदम यो साइडदेखि लिएर उता तलदेखि लिएर यहाँ माथिदेखि लिएर धेरै ठुलो रहेछ क्या। ओ माई गॉड। यहाँ तलतिर यहाँ यो रुख चाहिँ ए ल छिटो आऊ। यो रुख चाहिँ जाँदैछ यस्तो छ। यहाँ देख्न सक्नुहुन्छ होइन, पहिरो चाहिँ बगिरहेको छ। यो हेर्नुहोस् है, यो कति जाँदैछ भन्ने कुरा। यता खुट्टा राख्यो भने चाहिँ गइरहेछ क्या पहिरो। यस्तो कमजोर छ है, यहाँदेखि पनि गइरहेछ। यस्तो त एकदम नाजुक अवस्था छ यो ठाउँको चाहिँ। हो यो जङ्गल हेर्नुहोस् त, यो रोड जस्तो छ, यो चाहिँ बाटो हो। तर यो जङ्गल चाहिँ एकदम पुरा रुखहरूले घनघोर छ। यसमा चाहिँ राति हिँड्न चाहिँ एकदम डर लाग्छ, दिउँसोमै पनि यसमा चाहिँ एकदम डर लाग्छ। अहिले चाहिँ हामी यो जङ्गलमा हिँडिराखेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो घनघोर टाइपको जङ्गल छ। यस्तो हिलाम्मे बाटो छ यहाँ, तपाईँहरू देख्न सक्नुहुन्छ। यस्तो हिलाम्मे बाटोमा चाहिँ हामी चाहिँ जाँदैछौँ। यहाँ हेर्नु, यो चाहिँ रोडमा चाहिँ पानीले चाहिँ यस्तो गरेछ, बिजोग छ बिजोग छ। यो चाहिँ पहाडको लोकल झरना, रोडको साइडको झरना हो चाहिँ यो चाहिँ होइन, एकदम ब्युटिफुल। अब चाहिँ यो साइडपट्टि घाम लागिरहेको छ होइन। हामी चाहिँ यस्तो ठाउँबाट चाहिँ हेर्नु न, अब यस्तो ठाउँमा पुग्दैछौँ। ओ माई गॉड। ल फाइनल्ली तपाईँहरूले घाम पनि देखाउँ यस्तो लागिरहेछ। हामी चाहिँ फाइनल्ली आफ्नो गाउँमा पुगिसकेका छौँ। घर पुग्न चाहिँ थोरै लाग्छ, आधा घन्टा जति लाग्छ। र महरा गाउँमा चाहिँ पुगिसकेका छौँ। ठ्याक्कै अहिले चाहिँ हामी हाम्रो महरा गाउँमा पुगिसकेका छौँ होइन। तल यस्तो पानी थियो कि यस्तो पानी थियो। अहिले चाहिँ एकदम घाम तापिरहेको छौँ होइन। एकदम बचपनका दोस्तहरू साथीहरू एकदम भेटिरहेछन् होइन। अहिले चाहिँ हामी यो डाँडामा पुगिसकेका छौँ। डाँडा भन्दा पनि रोडै हो यो रोड चाहिँ। अहिले हामी चाहिँ थोरै आराम गऱ्यौँ किनभने आज पानीमा हिँड्ने च्यालेन्ज थियो, घाम लागिरहेछ होइन। तर पानी त पानी हेर्नु न रोडमा कति पानी छ। अब चाहिँ हाम्रो घरदेखि ठाउँमा चाहिँ हामी पुगिसकेका छौँ। हाम्रो घर चाहिँ हाम्रो घर चाहिँ यो डाँडाको अलि छेउमा हो। र आकाशपट्टि हेर्न सक्नुहुन्छ तपाईँ, एकदम मस्त भ्यू देखिरहेको छ। यस्तो सडक छ र यस्तो आकाशपट्टि चाहिँ एकदम मस्त भ्यू देख्न सक्छौँ हामी। यो चाहिँ एकदम चिप्लो बाटो है। अहिले चाहिँ हामी चिप्लो बाटोमा पुगिसकेका छौँ। यहाँ चाहिँ यस्तो चिप्लो छ कि भन्नु, यहाँ एउटा दुलो पनि रहेछ बाटोमा है। तर एकदम के यो पानीमा चाहिँ एकदम यस्तो चिप्लो हुन्छ कि यो ठाउँ चाहिँ होइन, अलि बिस्तारै जानुपर्ने हुन्छ। एकदम चिप्लो ठाउँमा छौँ अहिले चाहिँ हामी। यो चाहिँ मेरो बचपनको मैले 1 देखि 5 सम्म पढेको स्कुल चाहिँ यही हो होइन।
यो स्कुलमा चाहिँ मैले चट्ट लाएर यो स्कुलमा चाहिँ फाइट साइट खेल्थ्यौँ हामीहरू होइन। चट्ट लाएर यो भवन त थिएन, यो भवन थियो होइन। एकदम पहिला चाहिँ 0 देखि 5 सम्म चाहिँ यो स्कुलमा पढियो। अहिले यो स्कुलमा पुगिरहेको छौँ हामी खोलामा। अब खोलादेखि चाहिँ धेरै माथि चढ्नुपर्ने हुन्छ। अब जाँदैछौँ माथि। ल अहिले चाहिँ अब चाहिँ राति भइसकेको छ। हामी पनि 2-3जना थियौँ होइन। एकजना चाहिँ छुट्टिएर गइसक्नु भएको छ घरतिर। राति भइसकेको छ एकदम। यस्तो छ आकाशतिर चाहिँ। ल अब चाहिँ म भइसकेँ है। हामीबाट म भइसकेँ। हामी 3-4 जना थियौँ। सबै छुट्टिसकेँ। अब चाहिँ म मात्र बाँकी छु। म पनि अब पुग्नेवाला छु है। मेरो घर चाहिँ यहाँनिर देखिरहेको छैन। अँध्यारो भइसक्यो कि एकदम अँध्यारो भइसक्यो। म चाहिँ गइराखेको छु। मेरो हालत एकदमै डाउन भइसकेको छ। अब घरमा पुगेपछि चाहिँ खाएर सुतिन्छ मस्त। भोलि चाहिँ उठिँदैन, दिनभरि सुतिन्छ कि रातभरि दिनभरि सुतिन्छ। त्यो होस्, मैले चाहिँ मेरो च्यालेन्ज चाहिँ कम्प्लिट गरेँ होइन। भने बाटोमा यतै बस भन्ने पनि धेरै थियो होइन। ल फाइनल्ली म चाहिँ घरमा पुगिसकेँ। यो चाहिँ मेरो घर हो होइन। 2-3 घन्टा लाग्ने बाटोमा 3-4 घन्टा लाग्यो। 4 घन्टा भन्दा माथि नै लाग्यो, किनभने पानी परिरहेको थियो नि त आज। त्यही भएर म चाहिँ पुग्दैछु घरमा। अब चाहिँ पुगिसकेँ म। फाइनल्ली चाहिँ म चाहिँ घरमा पुगिसकेँ। अब चाहिँ आजको मेरो भिडियोको च्यालेन्ज चाहिँ यही समाप्त हुन्छ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हार्दिक धन्यवाद र च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। ल छुट्टिन्छौँ, बाई। अर्को भिडियोमा भेटौँला है त। राम्रो भिडियो आउँछ अर्को त योभन्दा पनि। बाई।